म त मर्छु, म त हारिसकेँ, म थाकिसकेँ, अघि बढ्नै सक्दिनँ। कहिलेकाहीँ हुन्छ नि जीवनमा यस्तो। आउनुहोस् भिडियो अन्तिमसम्म हेर्नुहोला। यो कथा एउटा सानो बालकको हो, जसका आँखामा सहरका अग्ला भवनहरूभन्दा पनि ठुला सपना थिए। उसले भन्थ्यो, एक दिन म यो सहरको सबैभन्दा सफल व्यापारी बन्नेछु। समय बित्दै गयो, ती सपनाहरू सङ्कल्पमा बदलिए। उसको कडा मेहनत, दिनरातको लगाव र कहिले नथाक्ने साहसले रङ्ग ल्यायो। बिस्तारै ऊ सहरको व्यापारिक सम्राट बन्यो। नाम, दाम, इज्जत, उसले जे चाह्यो त्यही सबै थियो। तर समय सधैँ एकै रहँदैन। जीवनको गोरेटोमा यस्तो मोड आयो जहाँबाट ओह्रालो यात्रा सुरु भयो। बजारको मन्दी र एउटा सानो गल्तीले साम्राज्य ढल्न थाल्यो। हिजोसम्म सम्मान गर्नेले आज बाटो काट्न थाले। कामदारहरूले काम छोड्न थाले। कम्पनीको गेटमा ताला लाग्यो। करोडौँको ऋण थुप्रियो। सफलताको त्यो शिखरमा पुगेको मानिस आज डिप्रेसनले बन्द कोठामा कैद भयो। उसलाई लाग्न थाल्यो सबै सकियो, म हार्नको लागि जन्मेको हुँ। अब मृत्यु बाहेक मेरो विकल्प केही छैन, जीवन सकियो। र उसले अन्तिम निर्णय मृत्यु, आत्महत्या गर्न सोच्यो। जीवनको अन्तिम निर्णय लिएर एक समुद्रको किनारमा गएर बसिरहेको थियो। आँखाबाट झरेका आँसुमा हारको पीडा देखिन्थ्यो। त्यत्तिकैमा एकजना बुढो मानिसको छेउमा आएर उसलाई सोध्छ, बाबु के भयो, किन रुनु भएको? अनि त्यो व्यापारीले भन्छ, होइन मलाई छोडिदिनुहोस्, मेरो हालतमा केही भएको छैन भनेर भन्छ। त्यत्तिकैमा फेरि त्यो बुढो मानिस सोध्यो, होइन के समस्यामा पो हुनुहुन्छ कि म सहयोग गर्न सक्छु कि के भएको छ भन्नु न भन्छ। अनि त्यो व्यापारी रिसाउँदै भन्छ, मलाई 10 करोड चाहिएको, तपाईँले दिनुहुन्छ भनेर भन्छ। त्यो बुढो मानिसले बिस्तारै आफ्नो पकेटमा हात हाल्छ र 10 करोडको चेक निकाल्छ अनि साइन गर्छ, दिन्छ। अनि त्यो व्यापारी एकदमै अचम्म मानेर हेर्छ। तपाईँ को हो भनेर सोध्छ। उसले भन्छ, म यो सहरको एक व्यापारी हुँ, तपाईँलाई समस्या परेको रहेछ, लिनुहोस् भनेर भन्छ। तिनीहरू दुई बिच एक शर्त हुन्छ, 1 वर्षपछि यही ठाउँमा यही समयमा भेट्ने र पैसा फिर्ता दिने बाचा गर्छन्। तिनीहरू त्यहाँबाट छुट्छन्। अनि त्यो व्यापारी घर जान्छ र गहिरो सोचमा पर्छ। यदि मलाई नचिन्ने एक अपरिचित व्यक्तिले ममाथि यति ठुलो विश्वास गर्न सक्छ भने म आफैले किन विश्वास नगर्ने भनेर सोध्छ। उसले निर्णय गर्छ, म यो चेक चलाउँदैन भनेर। ऊ फेरि उद्योग मैदानमा उत्रियो। पहिलेभन्दा दोब्बर मेहनत गर्यो। सङ्कटहरू आयो तर उसको साहस डगमगाएन। हेर्दा हेर्दै 1 वर्षभित्रै उसले आफ्नो गुमेको साम्राज्य फिर्ता पायो र ऋणबाट मुक्त भयो। बाचा अनुसार 1 वर्षपछि ऊ त्यही ठाउँमा पुग्यो। हातमा त्यही नसाटिएको चेक थियो। टाढैबाट ती वृद्धलाई देख्यो। खुसी हुँदै उनीतिर दौडियो, तर त्यत्तिकैमा केही स्वास्थ्यकर्मीहरू आएर ती वृद्धलाई समाते। व्यापारीले रोक्न खोज्दै भन्यो, तपाईँहरू के गर्दै हुनुहुन्छ? उहाँ त सहरको प्रतिष्ठित व्यापारी हो। एक स्वास्थ्यकर्मीले हाँस्दै भन्यो, होइन हजुर, उहाँ मानसिक अस्पतालको बिरामी हुनुहुन्छ। अस्पतालबाट भागेर मान्छेहरूलाई नक्कली चेक बाँड्दै हुनुहुन्छ। व्यापारी ढुङ्गा चाहिँ ठिङ्ग उभिरह्यो। उसलाई त्यो नक्कली चेकले बचाएको थिएन, बरु त्यो नक्कली चेकभित्र भएको आत्मविश्वासको शक्तिले उसको वास्तविक शक्तिलाई उजागर गरिदिएर त्यो शक्तिले बचाएको थियो। याद राख्नुहोस्, तपाईँसँग कति पैसा छ, अरूले तपाईँलाई कति सहयोग गरे भन्ने कुराले फरक पार्दैन। तपाईँलाई आफूमा अनि आफ्नो काममा कति भरोसा छ, कति विश्वास छ भन्ने कुराले एकदमै ठुलो प्रभाव पार्छ। अन्तिममा मर्ने होइन लड्न सिक्नुहोस्, हार्ने होइन इतिहास रच्न सिक्नुहोस्। धन्यवाद।